उम्मेदवारहरू उठेपछि त जित्छु नै भन्छन्, तर हजुर। यहाँ आएर यसो बुझ्दाखेरि हर्कजीले चुनाव जित्नुहुन्न। कसरी आधारहरू के छ तपाईँसँग? उहाँको आफ्नै कारण थियो, अरू सबैभन्दा हर्कजीको आफ्नै कारणले आफ्नै शैलीले उहाँ हार्नुहुन्छ चुनाव। उहाँले धेरै अलिअलि समर्थक गर्न बटुल्नु भयो, तर धेरै साथीभाइहरूलाई दुष्ट बनाउनु भयो। सर अनि उहाँ त वडा अध्यक्षहरूसँग लडिराख्नु भएको छ भने पूर्व वडा अध्यक्षहरूसँग कस्तो जित्नुहुन्न होला त? उहाँ त पूर्व वडा अध्यक्षले नै च्यालेन्ज गर्ने भएपछि समस्या त त्यही भइगयो नि। खास भन्नुपर्दा कसले चाहिँ चुनाव जित्छ त यो सुनसारी एकबाट? अब सुनसरी एकमा ठ्याक्कै हर्कजी भन्दा अरू कलुसन बनेर भए पनि हर्कजीले चुनाव हार्नुहुन्छ। उहाँको त्यो असहिष्णु शैलीका कारणले मान्छेहरूले जे जसरी हल्ला चलिराखेको छ भित्र त्यस्तो रहेनछ। मलाई पनि सुरुमा चाहिँ जित्नुहुन्छ होला जस्तो लागिरहेको थियो। यो सामाजिक सञ्जालमा म चाहिँ हो त उहाँको समर्थक? धेरै सामाजिक सञ्जालमा मात्रै हो, धेरै सामाजिक सञ्जालमा पनि उहाँका समर्थकहरू यति असहिष्णु, अर्कालाई गाली गर्नुभन्दा केही जान्दैनन्। सर काम त धेरै गर्नुभएको छ त उहाँले, त्यत्रो श्रम संस्कृति पार्कहरू निर्माण गर्नुभयो, ज्येष्ठ नागरिक पार्क, अहिले त पर्यटक हिसाबले नम्बर 1 भन्छ नि पूर्वमा धरानलाई त। होइन काम त अब म ध्यानबहादुर राईदेखि चिन्छु यहाँका मेयरहरू। हजुर हजुर काम गर्ने शैली पनि सबै मेयरहरूको बारेमा मलाई थाहा छ। हजुर हजुर ध्यानबहादुर राई जस्तो उत्कृष्ट मेयर नेपालमै उत्कृष्ट भएको मेयर त्यस्तो सहर हो यो। हजुर। त्यसो भएको हुनाले अब श्रम संस्कृति पार्क बनाउँदा मात्रै काम भएको भन्नु र विगतमा भएका तयार भएका पूर्वाधार अमूल्याङ्कन गर्ने हो भने त्यो अन्याय हुन्छ। तपाईँले भनेअनुसार हर्कसाम्बाङ चुनाव हार्छ भन्नुभयो, फिक्स तथ्य के छ? तथ्य त अब यहाँको साथीभाइहरूसँग, यहाँको अब राजनीतिमा चासो राख्ने विश्लेषक साथीभाइ बुद्धिजीवीहरूसँग बसेर कुराकानी गर्दाखेरि उहाँले वरिपरि जति समर्थक लिएर हिँड्नु भएको छ त्यहाँभन्दा धेरै मान्छेले उहाँलाई सपोर्ट गरेको देखिनँ। उहाँ त असहिष्णु छँदै हुनुहुन्थ्यो, तर उहाँका वरिपरिका मान्छेहरू यति असहिष्णु, कहिलेकाहीँ त कस्तो लाग्छ भने गाली जति त्यो डिक्सनेरीमा सबै गाली भएको प्रयोग गर्छ, त्यसरी पनि सम्भव हुन्छ। तर फेरि पुराना पार्टीका साथीहरूले उम्मेदवार उठाएको हेर्दा नि डमी जस्तै मात्रै छ है काङ्ग्रेस र एमालेको। अब काङ्ग्रेस र एमालेको तुलनात्मक हिसाबले अरूले अपेक्षा गरेको भन्दा राम्रो भएन भन्ने हो, तर सुजेन्द्र गोले पुरानै हो काङ्ग्रेसको, विद्यार्थीकालदेखि नै लागेको मान्छे हो। आदिवासी जनजाति अभियानमा पनि अभियन्ता पनि हो। अब यता एमालेको चाहिँ यत्रो सङ्गठन भएको ठाउँमा टिकाजी भन्दा, अब टिकाजी धेरै जुनियर नामले एमाले छोडिसक्यो, सङ्गठन उनीहरू छ। हजुर। टिकाजी भन्दा अरू उठाएको भए राम्रो हुन्थ्यो कि भन्ने मान्छेहरूको विश्लेषण छ। आम जनताहरूले भन्नु थाल्यो नि भित्रभित्र पुरानो पार्टीहरूले गठबन्धन गरेको हो। अब त्यो त गठबन्धनको प्रकृति चाहिँ शङ्का गर्ने हो, यो चाहिँ भिजिबल हुँदैन, इन्भिजिबल भएको हुने